हेलो नमस्ते। आज चाहिँ बाबु हामी सबैजना छिलकोटतिर जाँदैछौँ हैन। अनि मेरो चाहिँ दादा चाहिँ यहाँ छ नाङ्गे डन्डे हिँड्दा हिँड्दै थाकियो। आधी बाटोदेखि स्टार्ट गरेको अब अझै आधी छ। त्यही भएर है अहिले बसौँ लाग्यो। ल अब हिँडौँ न। ल तिम्रो अगाडि हिँड त बाबु। ल हिँडिराख है। बाबु चाहिँ यता हिँडिरहेछ। हेर्न सक्नुहुन्छ पुरै डाँडा काँडा बादल लाग्छ, त्यही भएर खासै देखिँदैन, नत्र त सबै क्लियर देखिन्छ। यस्तो डाँडा काँडामा पनि पुरै टिपरहरू मजाले चलिरहेको छ। पहिलाभन्दा अहिले चाहिँ धेरै बाटो राम्रो बनाएको छ यतातिर होइन। त्यही भएर टिपरहरू चाहिँ माथि ढुङ्गा लिन जान्छ। अझै हामी त आधी बाटो पनि आएको छैनौँ, धेरै बाँकी छ अझै। थाक्यो बाबु? थाकेको छ कि नै? साह्रै थाकियो। अझै हिँड्दा हिँड्दै हामी चाहिँ पुरै थाकिसक्यो। बाटो बिर्सेर एकातिर जुगा चारैतिर जङ्गल छ, जुगा सुगा लाग्छ। त्यही भएर साह्रै ढौ पनि भइरहेछ हो। अब चाहिँ थोरै छ। छिटो 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 छिटो। साथीहरु यहाँ वनमा चाहिँ बाँदर पनि रहेछ, हामीले थाहा पाइ थिएन। बाँदर हुन्छ के हुन्छ डर लाग्यो डर। त्यही भएर ल अब चाहिँ च्याम्सहरू, चिपुर्सहरू, त्यसको मम्सहरू, यो चाहिँ ल छिटो हिँड छिटो छिटो। पुरै बादल लागेको छ। बाबुहरू चाहिँ अगाडि हिँडिरहेछन् होइन। आज चाहिँ बादल लागेर पुरै सबैतिर बादल लागेर केही देखिँदैन। सेनी अर्कोचोटि आइसिन्छ कि नै? बाबु त अर्कोचोटि आउँछस् कि नै? भन्नुहोस् साँच्चै नि? ल हामी चाहिँ छिलकोट आइसक्यौँ होइन। यता हाम्रो होमस्टे पनि छ छिलकोटमा। यदि बस्न चाहनेले टक्क लगाएर बस्न सक्नुहुन्छ यतै। खै लाग्छ कि नै? साँच्चै? ल हामी चाहिँ कहाँ आइपुग्यौँ? ट्याक्कै मन्दिर आइपुग्यौँ होइन। अब
हामी चाहिँ ठ्याक्क अब मन्दिरमा आइपुग्यौँ। यो चाहिँ मन्दिर हो, यो छिलीकोटको मन्दिर। आएर यसो बाबुहरूले चाहिँ बर्फी बल ढोकाइरहेछ। हामी चाहिँ ट्याक्कै अहिले मन्दिर आइसक्यौँ होइन। खै त कता जान्छ। यो चाहिँ छिलीकोटको कालिका मन्दिर, कालिका मालिका हो। तर उतातिर चाहिँ अर्को ठाउँमा फेरि उतातिर अर्को डाँडामा मालिका छ। यो चाहिँ कालिका मन्दिर, छिलीकोटको कालिका। बाबुहरू चाहिँ त्यता खेलिरहेछन्। आज चाहिँ कुहिरो लागेर पुरै केही देखिँदैन तलतिर। के छ बाबु? दुईटा मन्दिर मात्रै छन् यहाँ। घन्टी बजा बाबु आज। यहाँ ल के हेर्नु? गइसक्यो होइन। म मन्दिरतिर जाँदैछु। ल खै त पहिला बाजेलाई पहिला जिउ गर्दै। धेर ज्ञानी बनाऊँ, श्रेष्ठ रहस्य बोलाऊँ, बुद्धि विवेक ज्ञान प्राप्त होस् है। स्कुल जानु, पढी लेखी ज्ञानी हुन। जय श्री भगवती कालिका देवी, भगवती नवदुर्गा देवी, भगवानी देवी माता रानीले रक्षा गरून्। सती महाकाली, दक्षिण काली, भद्रकाली, कुटुम्बकाली, भानुकाली, भैरवालकाली रक्षा गरून्। पशुपति नाथले रक्षा गरून्। घरका कुलदेवताले रक्षा गरून्। यहाँका देवी भगवती सरस्वती माताले पढी लेखी ज्ञान प्राप्त हुन्छ। ठुलो अक्षर बनाउनु बाबुले है। ज्ञानी बुद्धिजीवी हुनु। पशुपति नाथले रक्षा गरून्। घरका कुलदेवताले रक्षा गरून्। माता पितालाई नहोस् सधैँ घर परिवार सुखपूर्वक छोराछोरीदेखि पढी ज्ञानी विकार विषय आफ्नो सोच सधैँ इच्छा आकाङ्क्षा सबै दिन भगवतीले पुरा गरिदिनु होला। माता रानीले रक्षा गर्नु। श्री महाकाली, दक्षिण काली, भद्रकाली, गुरुकाली, भालुकाली, खड्गवानकाली रक्षा गर्नु। पशुपतिनाथ, गुरुनाथ, भैरवनाथ रक्षा गर्नु। यहाँ भएका सबै 33 कोटी देवी देवताहरू सधैँ सुख शान्ति राहुल घर परिवार जन्म तस्कै भगवतीले बास गर्दैन। सबै चाहिँ छोराछोरीले पढी ज्ञानी आफ्नो सुख शान्तिको कामनाहरू। उहाँ चाहिँ हाम्रो मन्दिरको पण्डित बाजे हुनुहुन्छ। चाहिँ हाम्रो यो बाजे मालिका हो कि कालिका हो? यो कालिका हो नि। उतातिरको ए उतातिरको मालिका नि। यो मन्दिरमा चाहिँ दर्शन गरेर सकियो। अब अर्को मन्दिरतिर जाँदैछौँ हामी चाहिँ दर्शन गर्न। यो चाहिँ कालिका मन्दिर, अर्को चाहिँ मालिका उताको डाँडामा छ होइन। उता कालिकामा दर्शन गरेर सक्यो। अब चाहिँ मालिकामा जाँदैछौँ हामी। यो चाहिँ सायद प्रतिष्ठालय जस्तो होला। है यो जिप लाइन हो क्या। यहाँबाट तल सायद चालु भएको छैन होला। यो चाहिँ जिप लाइन होइन। एकछिन गएर हेरौँ न कस्तो रहेछ। लगभग यो चाहिँ कति 100 मिटर, लगभग 1000 हो कि 1200 मिटर कति लामो। यो चाहिँ सुन्नेमा चाहिँ यति आएको थियो, तर ठ्याक्कै कति हो थाहा भएन। यहाँबाट सिधै तल
आज त बादल लागेर खासै देखिँदैन। है आऊ के यहाँ हो तलसम्म छ यो। ऊ माथिको चाहिँ मालिका मन्दिर है यो चाहिँ। अनि मादली गुफा, गुप्तेश्वर गुफा जाने बाटो यतातिर। माथि डाँडाको चाहिँ आज चाहिँ घाम नलागेर साह्रै तनाव बनायो। किनकि यतातिर सब तलको ठाउँहरू देखिन्थ्यो, आज कुहिरो लागेर केही पनि देखिरहेको छैन। अझै कुहिरो उडिरहेछ, हेर्न सक्नुहुन्छ त्यहाँ माथि। मादली गुफातिर चाहिँ गइरहेछन् बाबुहरू। है कस्तो छ र गुफा? नगइनुहुन्छ भित्र? खै यता आऊ त, यता आऊ न। मादली गुफा हेर्न सक्नुहुन्छ। कहाँ भित्रैसम्म छ होला सायद, जाँदा त कहाँ सकिन्छ। कस्तो सिम जागेको छ नि ल। ल जाऊँ निस्क्यौँ। आज कुहिरो नलागेको चाहिँ तलतिरको धेरै राम्रो राम्रो ठाउँहरू देखिने। आजतिर कुहिरो लागेर पुरै कस्तो भइरहेछ। यहाँ त फेरि तपाईँको 12 मासे चिसो, कहिले गर्मी होला भन्ने नै छैन कि। यो गर्मी दिनमा पनि चिसो, चिसोमा झन् चिसो हुने नै भयो। त्यही भएर ल यही हो छिलीकोटको कालिका मालिका मन्दिर होइन। के भन्छ अरे यो चाहिँ मालिका हो, उतातिरको कालिका। ठाउँ चाहिँ धेरै रमाइलो छ। आउनु होला तपाईँ पनि घुम्न। यदि तपाईँहरूले घुम्ने मन लाग्छ भनेपछि जाम्ला यतातिर आउनु होला घुम्न। मन्दिर धेरै राम्रो ठाउँ छ। यो छिलकोट हो। हेर्नुहोस् आज तलतिर यति राम्रो ठाउँ देखिने हो, तर सबै कुहिरो लागेर केही देखिँदैन। मन्दिरहरू घुमेर पनि यसो बाबुले नास्ता खाँदैछन् होइन। के खाँदैछौ बाबु तिमीहरूले? घुम्यौ मन्दिर घुम्यौ? घुमिसक्यो होइन? घुमिसक्यो कहाँ कहाँ सबै घुम्यो नि। अब बाटोमा जाँदाखेरि हामीले के देखाउँछौँ रे? हिँड्दै गएको फेरि होइन होइन। ल राम्रोसँग खाऊ है। ल नास्ता पनि गरिदियो नि तिमीहरूले हो। टाढा आइयो। अब आउने कि नै? अब छिलीकोट अब आउने कि नै? यहाँ त अब आउँछस् कि नै बाबु? यता हेरेर बोल, आउने कि नै? अब किन हो र? अब आन्दाने बाबु चाहिँ धेरै हिँड्नु पऱ्यो। लगभग 4 घन्टा हिँडेर यसो 4 घन्टा जति ट्याक्कै 4 घन्टा लाग्यो हिँडेर आएको। अनि त्यही भएर अब भन्छ हामी चाहिँ निस्किसक्यो होइन मन्दिरदेखि। अब चाहिँ घरतिर पनि जान लाग्यो, ढिलो पनि भइसक्यो। यो भ्लग चाहिँ यतै अन्त्य गरौँ।